अब प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम प्रारम्भ हुन्छ। सर्वप्रथम प्रश्नकर्ता मान्य सदस्य भगवती चौधरीलाई सम्मानीय प्रधानमन्त्रीसँग प्रश्न सोध्न अनुमति दिन्छु। सम्माननीय प्रधानमन्त्री तथा सम्माननीय सभामुख महोदय, सम्माननीय प्रधानमन्त्रीज्यू, यति बेला मुलुक युवाविहीन बन्दै गइरहेको छ। कक्षा 12 पास गर्ने बित्तिकै उच्च शिक्षा तथा वैदेशिक रोजगारको लागि हजारौँ विद्यार्थीहरू विदेशी रहेका छन्। हाम्रा कलेज विश्वविद्यालयहरूमा विद्यार्थी सङ्ख्या घट्दै गइरहेको अवस्था छन्। गाउँघरमा युवा शक्ति देखिन छाडेको छ। कृषि क्षेत्र ध्वस्त बन्दै गइरहेको अवस्था छ। पहाड मात्रै होइन, तराईको उर्वर भूमि पनि बन्जर बन्दै गइरहेको अवस्थामा आत्मनिर्भरताबाट परनिर्भरता उन्मुख भइरहेका छौँ। यसलाई समयमै रोक्नको लागि सरकारले के कस्ता योजनाहरू बनाउँदैछन्? उपभोगमुखी आयात, न्यून निर्यात क्षमता तथा उच्च व्यापार घाटालाई नियन्त्रण गर्दै उत्पादनमुखी आत्मनिर्भर अर्थतन्त्र सहित समष्टिगत आर्थिक आधारहरू सबलीकरण र उच्च आर्थिक वृद्धिको लक्ष्य निर्धारणका आधारहरू के हुन सक्छन्? सम्माननीय प्रधानमन्त्रीज्यू, सुनसरी जिल्लाको निर्वाचन क्षेत्र 3 अन्तर्गत पर्ने बुढी खोला, एउटै नाम घोघा खोला, केसलिया खोला, इटहरी उपमहानगरपालिका, दुहबी नगरपालिका, बर्जु गाउँपालिका गरी बग्ने किनारा भई बग्ने नदीले त्यहाँ बसोबास गर्ने गरिब विपन्न किसान, साना किसानदेखि उद्योग व्यवसायीहरूलाई वर्षेनी डुबान तथा ठुलो धनजनको क्षति र शाश्वती बेहोरी रहने अवस्थाहरू सिर्जना गराइरहेको छन्। उक्त बुढी घोघा केसलिया खोलाको कृषि तथा औद्योगिक नदी करिडोर घोषणा गर्दै इटहरी, दुहबी, विराटनगर र धारान औद्योगिक क्षेत्रको रूपमा वैकल्पिक मार्गको रूपमा स्थापित गर्नको लागि त्यसले सुनसरी मोरङका लाखौँ जनतालाई लाभान्वित हुने थियो कि त्यहाँ उत्पादित कृषि उत्पादन र घरेलु तथा मझौला उद्योग व्यवसायीहरूको व्यवसायमा टेवा पुग्ने थियो? यस विषयमा सरकारको के कस्ता योजनाहरू रहेका छन्? सम्मान्य प्रधानमन्त्री मार्फत सम्बन्धित मन्त्रालय, राष्ट्रिय योजना आयोग समेतलाई सकारात्मक सोच र योजनाहरूको अपेक्षा गर्दछु। नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह लगायत 165 वटा निर्वाचन क्षेत्रमा आउने योजना तथा कार्यक्रमहरू जनताको माग मुद्दा अनुसार कसरी तयार भइरहेको छ सम्मान्य प्रधानमन्त्रीज्यू? र यसैसँगै आज एसईई परीक्षामा भाग लिने सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई सफलताको शुभकामना दिन चाहन्छु। धन्यवाद। जान मिल्दैन। अब सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई उक्त प्रश्नको जवाफ दिन अनुमति दिन्छु। सम्माननीय सभामुख महोदय, प्रश्नकर्ता मान्यज्यूलाई धन्यवाद भन्न चाहन्छु। मुलुक युवाविहीन बन्दै गइरहेको छ भनेर सुरु गर्नुभएको छ प्रश्न। युवाविहीन बन्दै गइरहेको होइन, ठुलो सङ्ख्यामा युवाहरू बाहिर जानुभएको छ। 12 पास गर्ने बित्तिकै या त पढाइका लागि या कामका लागि युवाहरू बाहिर गएका छन् र गइरहेका छन् र त्यसले राम्रो नतिजातर्फ डोर्याइरहेको छैन भन्ने उहाँको प्रश्न। युवाहरू बाहिर जाने बाध्यता पनि केही होला, केही मान्यज्यूले नै प्रश्नमा भन्नुभएको छ। विश्वविद्यालय खाली हुँदैछन्, क्याम्पसहरू खाली हुँदैछन्, विद्यालयहरूबाट उत्तीर्ण हुने बित्तिकै बाहिर जाने क्रम छ। कतिपय ठाउँमा विद्यालयहरूमा पनि भर्ना सङ्ख्या घट्दो छ। विश्वविद्यालय यहाँ पढाइको गुणस्तर पनि
यहाँ पढेका, यहाँका कलेज पढेका विद्यार्थीहरूले दुनियाँका कलेजहरूमा प्रतिस्पर्धा पनि गरेका छन्, राम्रो नतिजा पनि ल्याएका छन्। पढाइ अत्यन्तै कमजोर छ भन्ने मात्रै होइन, हामीले आफूलाई चाहिँ जसरी पनि एउटा हिन्ताबोधी ग्रन्थमा राख्नुपर्ने वा आफ्नो उपलब्धिलाई न्यून देखाउनु पर्ने पनि आवश्यकता हुँदैन। हाम्रो देशको पढाइको स्तर त्यस्तो नराम्रो अथवा त्यो दुनियाँमा प्रतिस्पर्धा गर्नै नसक्ने खालको छैन। फी स्ट्रक्चर अत्यन्त सस्तो छ अन्त कहीँ भन्दा, र बाहिर गएर यहाँको भन्दा धेरै गुणा बढी शुल्क तिरेर खर्च गरेर पढ्नुपर्ने हुन्छ। यहाँ त्यही शिक्षा, त्यसै लेभलको त्यही कोर्स पढ्न छोडेर बाहिर जानु हुँदैन। यसमा हामीले नयाँ पिँढीलाई सुशिक्षित गर्नु जरुरी छ। हामीले नयाँ पिँढीलाई बताउनुपर्छ कि यहीँ अवसर छँदैछ भने, अवसर नहुँदा बेग्लै कुरा हो, अवसर हुँदाहुँदै पनि बाहिर जाने प्रवृत्ति राम्रो होइन। देशलाई माया गर्न सिकाउनुपर्छ, आफ्नो देश बनाउने कुरा सिकाउनुपर्छ। अर्को, बाहिर जाने प्रवृत्ति अथवा बाहिर जाने बाध्यता, बाहिर जाने परिस्थितिलाई रोक्नका निम्ति सरकार गम्भीर छ, विभिन्न प्रकारका कार्यक्रमहरू ल्याइराखेका छ। र अहिले युवाहरूलाई रोजगारीको मात्रै होइन, हामीले उद्यमशीलताको कुरो गरिरहेका छौँ, उद्यमशील हुन सिकाइरहेका छौँ र उद्यमशील हुन मद्दत पनि गरिरहेका छौँ। उद्यमशील हुनका लागि आवश्यक पर्ने आर्थिक प्रबन्धको कुरा होस् अथवा प्राविधिक प्रबन्धको कुरा होस्, जस्ता कुराहरूमा सरकारले सघाइ पनि रहेको छ। सस्तो ब्याज दरमा ऋण दिने जस्ता कुराहरू र स्टार्टअप अनेक सुरु गर्ने जस्ता कुराहरू, महिला उद्यमीहरूका लागि जन स्टार्टअपका कुराहरूमा प्राथमिकता दिने, यी कुराहरू भइरहेका छन्। र यसलाई अझ प्रभावकारी बनाउन एउटा जागरणको हिसाबले र अर्को व्यवस्थापनका हिसाबले, दुईटै हिसाबले सरकार त्यसमा लागिरहेका छ। अहिले संसार अलिक साँघुरो जस्तो बनेको छ, एउटा ग्लोबल भिलेज भन्ने चलन छ। व्यवसाय, रोजगारी र अध्ययनका लागि जतिसुकै विकसित र धनी देशका नागरिक पनि आफ्नो रुचिअनुसार विदेश जाने सिलसिला हुन्छ, त्यसलाई हामी बलजफ्ती रोक्न पनि सक्दैनौँ। र केही बाहिर जाने कुरा त स्वाभाविकै हो, अलिक ठुलो सङ्ख्यामा बाहिर जाने कुरा भइरहेको छ भन्ने कुरा हो। र मान्यज्यूको प्रश्नमै आएको छ कि खेतहरू बाह्रै बन्जर भइराखेका छन्। खेत छ, त्यहाँ उत्पादन गर्न पर्ने ठाउँमा त्यो छोडेर ऋण काटेर बाहिर जानु अनि तल्लो बाटोबाट अमेरिका पुग्नु र निष्कासन भएर आउनु, यो उचित तरिका होइन। त्यस कारण यसमा चाहिँ चेतनाको कमी देखिन्छ। त्यो चेतनाको कमीलाई पनि कम गर्नुपर्छ भनेर मैले अघि नै भने, चेतना वृद्धि गर्न जरुरी छ। र यसमा एउटा चाहिँ के छ भने नकारात्मक सोचको फैलावट, यो पनि भएन, त्यो पनि भएन, केही हुँदै भएन, व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भएन भन्ने भाष्य जुन क्रिएट गर्न खोजिएको छ, त्यसले यस देशमा केही हुँदैन, यो देश बन्दैन जस्ता कुराहरू जो लान खोजिएका छ, त्यसले कलिलो मस्तिष्कमा एउटा देशप्रति वैराग्य, निराश भाव, त्यो कुराहरू पनि फैलिएको छ। त्यसले गर्दाखेरि यस्ता कुराहरू सचेत नागरिकले, सचेत हुँ भन्ने तर गम्भीरतापूर्वक यस्ता विषयहरूलाई लिएर सकारात्मक सोचको वृद्धि गर्नुपर्ने, आत्मविश्वास जगाउनु पर्ने, आफ्नो देश आफूले बनाउनु पर्छ भन्ने भावना, देशभक्ति जगाउनु पर्ने। त्यसअनुसार काम नहुँदा देशमा बस्नु गौरवको विषय होइन, विदेश जानु गौरवको विषय बनाउने खालका सोचहरू, त्यस प्रकारका प्रचारहरू आदि कुराहरूले पनि यस नकारात्मक ट्रेन्डलाई अलि बढाइरहेको छ, जसलाई हामीले रोक्नुपर्छ। अर्को कुरा, बाहिर अध्ययनका लागि जाने कुराले हाम्रा युवाहरूको प्रतिस्पर्धी क्षमता पनि वृद्धि गरेको छ र युवाहरूले केही गुणस्तरीय शिक्षा प्राप्त गर्ने जुन इच्छा हो त्यसमा पनि राम्रै भएको छ। हाम्रा सबै क्याम्पसमा उत्तिकै गुणस्तरीय शिक्षा छैन भने ती ठाउँहरूबाट अर्को ठाउँमा जानु उहाँहरूको अधिकारको कुरा पनि हो। तर यसलाई हामी हाम्रा गुणस्तर कम भएका ठाउँहरूलाई गुणस्तर वृद्धि गर्ने
र बाहिर जानु नपर्ने खालको परिस्थिति, अध्ययनका लागि बाहिर जानु नपर्ने परिस्थिति र खास गरी उद्यमशीलताको विकास मार्फत रोजगारीका अवसरहरू सिर्जना गर्ने र उद्यमशीलता के अरे उत्पादनशीलता र उत्पादन अभिवृद्धि गर्ने र देशका अहिले जस्तो हामीले पूर्वाधारहरू विकास गरेका छौँ, यातायातका क्षेत्रमा विकास गरेका छौँ, सञ्चारका क्षेत्रमा विकास गरेका छौँ, विद्युतको क्षेत्रमा विकास गरेका छौँ, अरू विभिन्न क्षेत्रहरूमा विकास गरेका छौँ र आज झन्डै झन्डै देश जस्तो हिजो दुर्गम देश भनेर चिनिन्थ्यो आज दुर्गम त्यस्तो रहिरहेको छैन। यो कुराहरूलाई हामीले चाहिँ हृदयङ्गम गर्न जरुरी छ र यसलाई सकारात्मक ढङ्गले प्रचार पनि गर्न जरुरी छ। हाम्रा उपलब्धिको चर्चा गर्न जरुरी छ र त्यसमा उपलब्धि हासिल गर्न सकिन्छ भन्ने कुरामा आश्वस्त पार्दै हामी कृषि आधुनिकीकरण, औद्योगिकीकरण, व्यावसायिकीकरण र अरू औद्योगिक क्षेत्रतर्फका कामहरू, पर्यटनका क्षेत्रका सबै क्षेत्रका कामहरूका माध्यमबाट देशलाई आर्थिक ढङ्गले सम्पन्न बनाउन लागिरहेका छौँ। अहिले हामी बजेट नीति कार्यक्रम र बजेट तर्जुमा गर्दैछौँ, त्यस काममा लागेका छौँ र देशका कुनै पनि भागमा कुनै पनि समुदाय पछाडि नपरोस् भन्नका लागि त्यसमा हामी गम्भीर ढङ्गले लागिरहेका छौँ कि कुनै पनि क्षेत्र पछाडि नपर्ने गरी र अहिलेको आर्थिक अवस्थालाई बदल्नका लागि, सकारात्मक ढङ्गले अगाडि बढाउनका लागि हामी काम गरिरहेका छौँ र तिनै तहका सरकारहरूले यसतर्फ आफ्ना प्रयासहरूलाई केन्द्रित गरेका छन्। यो अहिले नीति कार्यक्रम बजेटको समय हो र सङ्घीय सरकार यस मामलामा अत्यन्तै दत्तचित्त भएर लागिरहेको छ। यति भन्दा अब प्रश्नकर्ता मान्य सदस्य वासुदेव घिमिरेलाई प्रश्न गर्न अनुमति दिन्छु। सम्मान्य सभामुख महोदय मार्फत सम्मान्य प्रधानमन्त्रीज्यूलाई म प्रश्न गर्न चाहन्छु। हामीहरूकै आग्रह अनुसार सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा लुम्बिनीमा बर्थिङ हब निर्माण गर्ने विषय समावेश गरेको थियो। भगवान गौतम बुद्ध जन्मिएको पवित्र पावन भूमिमा सन्तान जन्माउने चाहना कुन अभिभावकलाई नहोला र? सुविधा सम्पन्न बर्थिङ हस्पिटल बनाएर विश्वका शान्तिमार्गीहरूलाई सो अवसर उपलब्ध गराउन लुम्बिनी ल्याउने अवधारणासहित अघि सारिएको यो विषय नीति तथा कार्यक्रममा समावेश हुँदा सबैलाई उत्साहित बनाएको थियो। तर हालसम्म बर्थिङ हब निर्माणका लागि आवश्यक बजेट विनियोजन नहुँदा निराशा छाएको छ। लुम्बिनीमा पर्यटन प्रवर्धन गर्न लुम्बिनी र आसपासका पालिकाहरूलाई समेटेर लुम्बिनी एकीकृत शहरी विकास कार्यक्रम चलाइनुको विकल्प छैन। सम्माननीयज्यू, लुम्बिनी विकास कोषको पर्खालभित्र मात्र काम गरेर लुम्बिनीमा पर्यटकको आकर्षण बढाउन सकिँदैन। यसर्थ लुम्बिनीको एकीकृत विकासको लागि सरकारको भावी योजना के छ? साथै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल लामो प्रयासपछि सम्माननीयज्यूकै पहलमा आंशिक सञ्चालनमा आएको छ, तर उक्त विमानस्थलको दिगो सञ्चालनको विषयमा अझै विभिन्न शङ्का उपशङ्का देखा परेकोले सरकारले उक्त विमानस्थल पूर्ण र दिगो सञ्चालनको लागि के कस्तो प्रबन्ध मिलाएको छ? धन्यवाद। सम्माननीय प्रधानमन्त्री। मातृ शिशुको स्वास्थ्य अवस्था सुधार गर्न सरकारले सङ्घ, प्रदेश र स्थानीय तहका अस्पताल एवं स्वास्थ्य संस्थाहरूबाट विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको कुरा सर्वविदितै छ। यसमा अहिले लगभग 72 वर्षको लाइफ एक्सपेक्टेन्सी जुन पुगेको छ यो यत्तिकै होइन। यसमा खास गरी बाल मृत्युदर घटेर यस काममा सरकारले पाएको सफलता, देशले पाएको सफलताबाट यो हुन गएको। हामीले धेरै महत्त्व दिएका छौँ यी विषयहरूमा र जहाँसम्म अब अरू पक्षहरू त साथीहरूलाई थाहा छ, हेलिकप्टरबाट ल्याएर भए पनि, हस्पिटल पुर्याएर भए पनि कसरी सुरक्षित मातृ शिशु को सुरक्षा गर्न सकिन्छ र सुरक्षित ढङ्गले प्रजनन सेवा उपलब्ध गराउन सकिन्छ भनेर हामीले सेवा नपुगेका ठाउँबाट हेलिकप्टरमा ल्याएर पनि सेवा उपलब्ध गराउन कोसिस गरेका छौँ। जहाँसम्म मान्यजीले लुम्बिनी प्रदेशको
लुम्बिनीमै आसपासमा होला। बर्थिङ हस्पिटल निर्माण गर्नका लागि नेपाल सरकार यो कुरा उठाउनु भएको छ। त्यसमा नेपाल सरकार, थाइल्यान्ड अन्तर्राष्ट्रिय सहयोग नियोग र UNFPA नेपालको सहकार्यमा सम्भाव्यता अध्ययन भइरहेको कुरा म जानकारी गराउन चाहन्छु। लुम्बिनी क्षेत्रको धार्मिक एवं पर्यटकीय सम्भावनालाई मध्यनजर गर्दै सन् 1978 डिजाइन स्वीकृत भएको लुम्बिनी गुरु योजना अनुसार निर्माण कार्यहरू भइरहेको जानकारी गराउँदछु। बीचमा जुन रफ्तारमा हुनुपर्थ्यो त्यस रफ्तारमा हुन नसकेकोलाई हामीले गति दिएका छौँ र गतिसाथ त्यस गुरु योजनालाई पूर्णता दिन्छौँ। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दिगो सञ्चालनका लागि जुन प्रश्न उठाउनु भएको छ, सरकारले सम्बद्ध निकायहरूसँग छलफल गरेर कार्ययोजना बनाएर कार्यान्वयन गरिराखेको छ। यो विमानस्थल देखाउनका लागि बनाएको होइन, चलाउनका लागि बनाएको हो। चलाइन्छ। चलाउने भनेको त्यो अस्थायी यसो चलाए झैँ गर्ने होइन कि दिगो ढङ्गले नै त्यसलाई चलाइन्छ। म विभिन्न यसका लागि अहिले फ्यासिलिटीहरू डेभलप गरेको आदि प्रभावकारी कदमहरू चालेको कुरा पनि स्मरण गराउन चाहन्छु। यात्रु सेवा शुल्कमा छुट, ग्राउन्ड ह्यान्डलिङ, ल्यान्डिङ, पार्किङ एन्ड नेभिगेसन शुल्कमा छुट जस्ता सहुलियत एवं प्रोत्साहनका कार्यक्रमहरू सञ्चालनमा सरकारले ल्याएको छ। यसलाई दिगो ढङ्गले चलाउने सन्दर्भमा अगाडि बढाउँ भनेर नै यो काम गरिएको हो। हाल अल जजिरा, फ्लाइ दुबई, एयर एसिया र नेपाल एयरलाइन्सले उक्त विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गरिरहेका छन्। यो प्रारम्भ हो। जब सञ्चालन भइसकेको छ, प्रारम्भ भइसकेको छ, 4वटा विमान एयरलाइन्सले सुरु गरिसकेका छन् अन्तर्राष्ट्रिय उडान भने यो अगाडि बढ्छ भन्ने म आश्वस्त पार्न चाहन्छु। श्रम तथा रोजगार कार्यालय बुटोलबाट श्रम स्वीकृति प्रदान गर्न सुरु भएको छ। साथै अध्यागमन, मुद्रा सटै लगायतका बैंकिङ सुविधा विमानस्थलमै प्रदान गर्ने व्यवस्था मिलाइएको छ र भविष्यमा उक्त विमानस्थललाई पूर्ण क्षमताका साथ सञ्चालन गर्ने गरी काम भइरहेको छ र यो पूर्ण क्षमताका साथ सञ्चालन गरिने कुरा म मान्यज्यूलाई अवगत गराउन चाहन्छु। धन्यवाद। अब प्रश्नकर्ता मान्य सदस्य बिन्दवासिनी कंसाकार।